साइनो कसौ त्यो पहिलो भेटैले ट्यालेन्ट तान्छौ यो ठुलो पेटैले। त्यो पेटभित्र चुम्बक छ है। यसपालिको सिजनमा पनि खेमले नै बाजी मार्ने भयो। बाघको मुखमा परिसकेको शिकारलाई थुतेर ल्याएर आफ्नो टिममा राखी आफ्नो टिम झन बलियो बनाउँदैछ खेम। राजु र प्रमोदको टिममा गइसकेको यस्तो दुई धुरन्धर ट्यालेन्ट, जसमा यसपालिको सिजन जित्न सक्ने क्यापेसिटी भएको ट्यालेन्टलाई कसरी लग्यो त खेमले आफ्नो टिममा। प्रमोदको यस्तो सेन्स अफ ह्युमर देखेर म पनि छक्क परे। दर्शकबिन, आज हामी यिनै विषयहरूबारे चर्चा गर्नेछौँ। अहिले खेमको टिममा 101 धुरन्धर ट्यालेन्टहरू छन्। खेमको टिममा भएको ट्यालेन्टहरू र खेमको कुरा गर्नुभन्दा पहिले कोच प्रमोदको सेन्स अफ ह्युमरको कुरा गरौँ। प्रमोदले यत्तिकै जितेर इतिहास रचेको होइन। अरू कोचहरूभन्दा धेरै एक्सपिरियन्स र धेरै नलेजहरू पनि छ ट्यालेन्टहरूलाई लिएर। कुन ट्यालेन्टले कस्तो गाउँछ र कतिको गाउन सक्छ अनि कुन कोचको टिममा जान्छ त भन्ने उनले अनुमान लगाउँछ र यो अनुमान धेरै हदसम्म सही पनि हुन्छ। कोच प्रमोदले सही अनुमान त धेरै लगाएको छ। तीमध्ये केही उदाहरणका लागि म तपाईहरूलाई देखाउँदैछु। पहिलो रहेको छ सागर संसार राई। तपाईहरूलाई यो ट्यालेन्ट याद नै होला। यी ट्यालेन्टले पहिल्यै भनेको थियो कि म कोच मेलिनाको टिममा जान्छु भनेर। तर प्रमोदले सेन्स अफ ह्युमर लगाएर पत्ता लगाइहाल्यो कि यो ट्यालेन्ट मेलिनाको टिममा जान्छ भनेर। त्यसपछि के हुनु थियो, प्रमोदले मेलिनालाई ब्लक गरिदिन्छ। अर्को ट्यालेन्ट रहेको छ छिरिङ डोल्मा शेर्पा। यिनले पनि पहिल्यै भनेको थियो कि म कोच राजुको टिममा जान्छु भनेर र यसमा पनि प्रमोदले पत्ता लगाइहाले यो ट्यालेन्ट पक्कै राजुकै टिममा जान्छ भनेर र उनले भन्छ पनि तामाङ शेर्पाहरू आए कि राजुकै टिममा जाने गर्छ, त्यही भएर मैले धेरै चुरीफुरी गरेन। तैपनि तपाईँ मेरो टिममा आउनुहुन्छ भने तपाईँलाई एकदम धेरै वेलकम छ भन्दै धेरै प्रयास गर्दैन प्रमोदले। आशै मारे जस्तो गरी गर्छ। यो ट्यालेन्टलाई फकाउने, लोभ देखाउने र आफ्नो टिममा तान्ने जस्तो केही पनि गर्दैन प्रमोदले। र अझै अर्को एउटा उदाहरणसहित भन्नुपर्दा कुमार राणा पहेली। यस ट्यालेन्टलाई पनि तपाईहरूले चिन्नु नै भएको होला। भर्खरै पछिल्लो सिजनमा हामीले यो ट्यालेन्टलाई देखेको थियो। प्रमोदले गरेको गेस एकदमै सही थियो, यो ट्यालेन्ट मेरैमा आउँछ भनेर। ट्यालेन्टले पनि भनेको थियो कि म प्रमोदको टिममा जान्छु भनेर। तर प्रमोदको टिममा जानुभन्दा पहिल्यै खेमले कसरी आफ्नो टिममा ल्यायो त अब हामी यो बारे छलफल गरौँ। खेमले प्रमोदको टिममा जान लागेको ट्यालेन्ट मात्रै होइन, राजुको टिममा जान लागेको ट्यालेन्टलाई पनि आफ्नो टिममा ल्याउँछ। ट्यालेन्ट खेमको टिममा जानुमा खेमको मेहनत त पक्कै छ, तर खेमको मेहनत सँगसँगै प्रमोदको लापरवाही पनि छ। प्रमोद खरेल यो ट्यालेन्ट त मेरैमा आउने हो भनेर धेरै नबोलिकन वास्तै गर्दैन खासै। तर खेमले यही कुराको फाइदा उठाउँदै ट्यालेन्टसँग मिठा मिठा कुरा गर्दै ट्यालेन्टलाई लोभ लालच देखाउँदै आफ्नो टिममा तानेरै छोड्छ खेमले। आफूलाई मन परेको कोच प्रमोद चुपचाप बसिरहेछ, वास्तै नगरिकन उता खेम भनी आफ्नो लागि मरे हत्या गरिराखेको छ। यही देखेर ट्यालेन्ट खेमको टिममा जान्छ। होइन, मेरो आई कन्ट्याक्ट एकदम राम्रो, ऊ म कहाँ आउने जस्तो मलाई एकदम भित्रबाट लागिरहेको क्या। अनि म किन धेरै बोल्नु, टक्क मेरोमा आउनुहुन्छ भनेको मैले सोचेँ। अनि म चाहिँ किन धेरै बोल्नु भनेको, अब कहिले काहीँ चाहिँ नबोल्दा पनि घाटा लाग्दो रहेछ। म कहाँ आउने त मलाई त स्योरै जस्तो लागेको थियो। त्यही त यो ट्यालेन्ट खेमको टिममा गएर प्रमोदलाई ठुलो घाटा लागेको छ। ट्यालेन्ट एकदमै राम्रो थियो, फोर्स इयर टर्न गरेको थियो, गायकी पनि त्यस्तै थियो, तर यसमा प्रमोदले लापरवाही गर्छ। उता राजुपट्टि पनि यही हुन्छ। धेरै जसो ट्यालेन्टहरू कुन कोचमा जाने भनेर पहिल्यै सोचेर आएको हुन्छ र ब्लाइन्ड अडिसनमा त्यो कोच घुम्यो भने धेरै जसो ट्यालेन्टहरू आफूलाई मन परेको कोचलाई हेरिरहेको हुन्छ र यहीबाट धेरै कोचले अनुमान लगाउँछ कि यो ट्यालेन्ट यसको टिममा जाने भयो भनेर। हो, यही भइरहेको थियो। छिरिङ डोल्मा शेर्पा, यो ट्यालेन्ट पनि कोच राजुको टिममा जाने भन्दै थियो। कोच राजु पनि फर्केको थियो र बाँकी 3 कोच पनि फर्केको थियो। यो ट्यालेन्टले राजुलाई हेरिराख्दा अरू कोचहरूले अनुमान लगाइसकेको थियो कि यो ट्यालेन्ट अब राजुकै टिममा जाने हो भनेर। अर्कोतिर प्रमोदले त भनिसकेको थियो तामाङ शेर्पाहरू आए कि राजुकै टिमपट्टि जाने चलन छ भोइसमा पहिलेदेखि नै भनेर। र यसमा राजु पनि हाँस्दै ढुक्क थियो कि यो ट्यालेन्ट मेरै टिममा आउँछ भनेर। तर खेमले पनि यहाँ यही कुराको फाइदा उठाउँछ। राजु केही बोल्दैन, ढुक्कै मेरो टिममा आउने हो यो ट्यालेन्ट भनेर राजु चुपो लागेर बस्छ। राजुले चासो नदिएको बेला आफूले एकदमै धेरै चासो दिएर ट्यालेन्टलाई लोभ देखाउन थाल्छ। म पछिल्लो राउन्डहरूमा तपाईँको हिसाबले चल्नेछु, तपाईँलाई सुट हुनेवाला गीतहरू दिन्छु, तपाईँले भनेको गीतहरू दिनेछु, तपाईँ मेरो अनुसार चल्ने होइन कि म तपाईँको अनुसार चलेर हामी अघि बढ्नेछौँ।
यो सब भनिराख्दा ट्यालेन्टको मनमा पनि लाग्छ आफूलाई मन परेको कोचले वास्तै गरेको छैन, केही बोलेकै छैन, केही भनेकै छैन। उता खेमले भने यति धेरै चासो र यति धेरै मौकाहरू आफूले दिइराखेको छ। यो सब देखेर ट्यालेन्ट पनि खेमकै टिममा जान्छ। यसरी राजु र प्रमोदले आफ्नै लापरवाहीले आफ्नै खुट्टामा बन्चो हान्छ। यस्तो दुई होनहार ट्यालेन्टहरूलाई गुमाउनु पर्छ राजु र प्रमोदले। आफ्नो टिममा आउने यस्तो होनहार ट्यालेन्टहरूलाई केही दुई शब्द मिठो बोलेर आफ्नै टिममा ल्याउनु होला। ढुक्कसित नबस्नु होला। यो ट्यालेन्ट जे गरे पनि, जसले जे भने पनि मेरै टिममा आउने हो भनेर यसरी नबस्दिनु होला। हस् त आजको लागि यति नै। हामी फेरि भेट्नेछौँ अर्को नयाँ भिडियोमा।